म अब एउटा कुरा देखाउँछु के भन्दा छैन यस्तो दामी देखिरहेछ कि तर यहाँ त देख्दैन त्यस्तो है लेट्स गो अब म बाटो देखाउँछु ल मेरो नाकमा घाउ भएछ चस्माले के होला यो चाहिँ हाम्रो बाटो कस्तो राम्रो छ क्या बाटो पनि साँच्चै होइन यार दिस इज माई रिटायरमेन्ट ड्रिम म यस्तरी बस्छु भोलि पर्सि बुढेसकालमा हटेज खोलेर हिजो भन्नुभएको थियो त नि होमस्टेहरू छ भनेर सरी गाइस गाडी ख्यास भइरहेको छ क्या त्यहाँ चाहिँ हाम्रो एउटै कटेजमा बसेको साथीहरू हो ओ हेलो गाइज ए तिनीहरूलाई मान्छे हिँड्छ क्या हेर कस्तो क्याप्चर गर्नु नसक्यो या यतिकै त हिँड्नै पऱ्यो खाना पचाउनु पऱ्यो नि यतिको त हिँड्नै पऱ्यो भने त पनि खाना पचाउनु पऱ्यो नि त होइन पिना छोरा नि नत्र घिनाउ चाहिँ किन तपाईँ हिँडाउँछ अझ एउटाले घोडा गऱ्यो वाट आर यु सिरियस के हिँड्नु छ तिनी पनि अनि उता पर भन् न अनि तैँले त अझ जिनाने जस्तो के पनि यहाँ त बर्बाद रहेछ नि त देख्दैन है तर कस्तो राम्रो छ ए कम्फर्टेबल भइरहेछ किनेर चिनप्पल सरी यस्तो भाषा बोल्ने बानी चाहिँ बिच बिचमा निस्किन्छ त्यो चाहिँ यस्तै हो हजुर घामद्रुक डाँडा गाउँ अझै माथि यो माथि भने होला दाइ दुईटा बाटो चाहिँ माथि कि तल अरे चप्पल त्यस्तो छ चिप्ल्यो भने सिधै कहाँ पुगिन्छ होला यस्तो बाटो ए तर कस्तो फ्रेस फिल भयो नि त बहिनी एकचोटि यहाँ हाई भयो हेलो सच अ प्रिटी गर्ल मलाई लागिरहेछ तर मलाई अझै मन परिरहेछ यहाँ चाहिँ यस्तो नि त अलिकति बाटोहरू टक पऱ्यो क्या मान्छेहरू धेरै आएर अब हाम्रोतिर चाहिँ मान्छे नै छैन त्यही भएर नि बाटो नै छैन क्या त्यति धेरै जङ्गल हिँड्नुपर्छ ल भयो म भन्दिनँ अब धेरै वाउ कति वाउ भने क्या ए यो बाक्लो गाउँ भनेको थियो नि यही होला अन्त हो यही हो क्या बाक्लो गाउँ भनेको थियो त अन्त लिन आउँछिन त नि भिनारी छिनेन ल अनि होइन थाहा छ मलाई त्यही त जाने नि त फाइनली हामी डाँडा गाउँ आइपुग्यो ओए मेरो नि यो गाउँमा यस्तो उभिएको फोटो खिच्छ न त्यो जाउँ हिँड्लो म्युजियम जाउँ पहिला अनि त्यसपछि अरू काम गरौँ हुँदैन खिन दिएर केही पनि ल एउटा खिच्दे डोमा न ओए डोमा एउटा खिच्दे एउटा म यहाँ उति गर्दा चाहिँ मोबाइल सन्दिरहेछ यो चाहिँ हाम्रो टो गाउँको बाटो यस्तै त हो नि हजुर अहिले आउँदाखेरि चाहिँ मर्छ नि अब उकालो पर्छ नि यो भन्दैछु त ओह्रालो चाहिँ मैले 4 घन्टा 5 घन्टा नि हिँडिदिन्छ क्या उकालो त म हिँड्नै सक्दैन
कति मिनट भयो होला यार 9 मिनट भइसकेछ नि त जोर कुदेको होला क्या म त ब्लग बनाउन कुदिएर पुग्यो यहाँ घरहरू यस्तो राम्रो राम्रो अहिले होमस्टे हो त्यही पनि दामी दामी छ दामी ओए ओए म देखाउँछु मेरो रियाक्सन नै ओभर हो कि के हो भन्ने अब मलाई त यस्तो दामी तर कहाँबाट हेर्ने होला त मान्छे घरभित्र छिर्नु मिलेन होला भर्खर यस्तो दामी देखाइदिएन म देखाउँछु ल ए यहाँ चाहिँ कन्स्ट्रक्सन चलिरहेको रहेछ है होइन पहिले हो सुरुदेखि पहिले थाहा भएन अनि पछि आफूले भोगेपछि चाहिँ नगरौ लभ म्यारेज नगरौ होइन हो आएकै होइन भाइ यस्तै हो नि त तँ भनेको त भाइ म कहिले आएकै होइन कि म बिहान कलेज जाने बुवा छोड्न जानु म कहिले नि आएन यत्तिकै भने भागेर चाहिँ कलेज आउँदा चाहिँ कलेजबाटै बस्दिएको हो कलेज आउँदाखेरि कलेजबाटै फोन गरेन ए गरेको नि असुलाई थाहा थियो फोनै सिधै मलाई भनेको कत्रो थाप्रो यहाँबाटै एउटा चिया बगान कस्तो राम्रो अलिकति इनेसमा ए बहिनी कस्तो लागिरहेछ हजुरलाई मलाई म त खुसी नै छु यार खुसी नै हुनुहुन्छ यस्तो फ्रस्ट्रेटेड काठमाडौँबाट आएर यहाँ बस्नु पाउँदैन के अझै एक्स्ट्रा एक दिन बस्ने हो 2-4 के अरे गरेको 2-4 दिन यहाँ टुरिस्टले भनेर घुम्नु टुरिस्टले भनेर राम्रो लाग्यो है सबैले देखाएको छ होला देखि त आउँछु म हिँड्ला नि त म त विद्यार्थी हो तर कार्ड फुटेर आज के हाल्ने होला भित्र छिर्ने हो कि होइन होइन भित्र ऊ हेर्नु सक्छ नि के छ अब पैसा जोगाउनु भएको यसरी नभए टिकट काट्ने हो ए दाइ तपाईँ हो कति हो जाउँ 50 रुपियाँ जाने त होला नि यहाँसम्म आएपछि डोन्ट यु वान गो यस्तो क्या तिनीहरू दिने खेल आइनाहरू जब उसँग त पुरो भएन अनि उपमेय मान्छेले किनार्दैन त दाजु जसको 200 250 दिएँ मैले 5 वटा कतिजना ग्रुपमा आउनु दुईजना मिल्छ ए टोयलेट वाले जाँदा के पहिला हेर्नु पर्छ फोटो खिच्न दिन्छ आइज सबैलाई चाहिन्छ अरे
बनाउनु न एउटा कसको तेरो भइहाल्छ नि मिलिहाल्छ किनै भिनेको चिनेन बिराउनु मिलाउनु सक्छ होला नि कस्तो पहेँलो देख्दो रहेछ मेरोमा त देख्दैन नि पहेँलो त गुरुङ ड्रेसहरू रहेछ है हामी चाहिँ म्युजियमभित्र आएको किनोटो फोटोहरू हेर्ने यहाँ ढोकुमेर ओमाने पेमा डोनेसन बक्स फर गुम्बा अरे नि त के भयो मैले त मान्छे भन्ठानेको ए हेर न हलो जुवा यसलाई हलो भन्छ यसलाई यो चाहिँ जुवा हो क्या होइन हो त्यो बिना टमाटर किनासरी त्यस्तो गर्नु ल खिचौँ है त फोटोहरू पख यति भयो यसलाई पज गर्छु क्या म पहिला म्युजियम चाहिँ सुरु हो त्यही खतम हो गएर चाहिँ यहाँबाट यस्तो घुमेको यहाँबाट यस्तो गरेर यस्तरी निक्लेको होइन अब बाहिर बसेर खिच्नु के अरे यो सिनहरू खिच्नु कस्तो राम्रो ढोको नाम्लो लुङ्गी र चोलीमा चट्ट माया लगाऊ है यसपालि बन्दी पुरैमा त्यही म यहाँ खिच्छु नि यसको अगाडि राम्रो भन्नु उयो सानो घरको अगाडि खिच्नु पर्ने यहाँ कस्तो राम्रो यसमा क्या यसमा होइन क्या भने मतलब यो एङ्गलमा भन्नु खोजेको हेर्दै एकचोटि हेर्दै चाहिँ यहाँ कि यहाँ ल हेर ल बाई 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 गुरुङ म्युजियम अघि कताबाट आएको थियो भने बाटै बिर्स्यो त यार यहाँबाट आएको थिएन हामी कहाँबाट आएको थियो नि बिर्स्यो नि त यतैबाट हो जस्तो अब यतैबाट चाहिँ जानु जिन्दगीमा नयाँ ठाउँ आएपछि हुन्छ अगाडि के हो डाइरेक्सनसँग प्रब्लम छ क्या मलाई शङ्कै लाग्यो त यतैबाट होला नि के थाहा मलाई होइन होइन र हराउँदैन होला क्या आइज यस्तो होइन हरायो भने नि त्यहाँ सोध्ने नि फर्किने नि किन हुन्छ र त्यो कन्स्ट्रक्सनवाला चाहियो क्या घर ऊ त्यहाँबाट चाहिँ हो कि ऊ त्यो हेर्दा ऊ त्यो कन्स्ट्रक्सन भइरहेको छ त्यहाँ तर त्यस्तो गुम्बा त थिएन अघि हामी आउँदाखेरि ए यो होइन नि किनभने हामी यस्तो घरमा आएको थिएन अघि यो घरमा आएको थिएन हामी योवाला घर चाहिँ त थिएन यतैबाट त के मतलब भयो त नि अरूभन्दा चाँडो निस्केको त्यो बाटै बिर्सिनु छ भने ए यिनीतबाट मिनान्छे हिँडेर यिनीआइरहेको छ भने चाहिँ यिनी त्यही बिनेट होइन हेर्दा हेर्दा घान्द्रुकलाई बाई बाई भन्ने दिन पनि दिन होइन टाइम आउँदैछ बिस्तारै अब हामी यहाँबाट जान्छौँ अनि त्यसपछि गुरुङ ड्रेस लाएर रेडी हुन्छौँ राम्री राम्री बन्छौँ अनि त्यसपछि फोटो खिच्छौँ होइन त्यसपछि सक्यो 25 मिनट्स यहीँबाट नै आएको हो जस्तो लाग्छ अब खै अब थाहा छैन अब कहाँ बाटो पो चिन्न छोड्यो त के गर्ने होला त हजुर ए हो यही हो यो अघि मैले घर देखाएको थिएँ नि त बाटो बिर्सेँ क्या हामीले अनि त्यहाँ माथि जाने ठाउँ जाऊँ माथि जाऊँ ल जता भयो नि गइदिउँ पुग्यो भयो अघि ओह्रालो अब उकालो यस्तै छ उकाली ओह्रालीहरूमा भन्ज्याङनी चौतारीहरूमा सुन्दरती दहरुमा हिमालका विशाल
यी खोला छोरा गरिहाल्छु। मैले भनेको थिएँ त अघि आउँदा ओह्रालो अब उकालो नै उकालो हुँदैन। अहिले खुट्टा थगाएर अब अहिले भरे के गर्ने। मायासँगै पाए त हो जान भिरको बाटो हुन्थ्यो कि मैदान यस्तै भन्ने। मलाई याद छ हामी यही चढेर आएको यही ओढ्ले थियौँ भनेर होइन त हो क्या यत्रै ओढ्ले आई नो नाउ आई रिमेम्बर। यो गाउँ फेरि कहिले आइन्छ थाहा छैन। हाइकिङ गर्न आउनुपर्ने रहेछ ठाउँमा तर म चाहिँ काठमाडौँको बोइलर कुखुरा हो मेरो शरीर चल्दैन त्यही भएर म अब अर्को नेक्स्ट टाइम चाहिँ गाडी आएपछि मात्र आउँछु गाइस। जुन दिन मैले के भन्छ घान्द्रुक भन्ने ठाउँमा गाडी पुग्यो अरे गाउँसँगै पुग्छ अरे भनेर सुन्छ त्यो दिनमा मात्र आइपुग्छ जस्तो छ मेरो अवस्थाले। अझ मेरो भन्दा नि बढी चाहिँ मेरो बहिनीको अवस्थाले। ला भिडियो बनेन छ नि त यत्रो बनाए। ल ल ल अब टुरिस्ट नि प्लिज। आजको हाम्रो गुरुङ कटेजको यात्रा चाहिँ यहीँ सकेको छ साथीहरू। गुरुङ कटेज होइन घान्द्रुकको भनौँ न। त्यसपछि अब चाहिँ हामी ब्याक टु पोखरा